हेर्नुहोस्, नेपालमा यस्तो नेपाली भेटिएको छ। 3 करोड नेपालीले यो भिडियो अनिवार्य हेर्नुहोला। एक दिन उज्यालो छाउला मेरो पनि दिन आउला। यो भिडियो 20 लाख 50 लाख कतिले हेर्नुहुन्छ थाहा छैन, तर जतिले हेर्नुहुन्छ लाइक गरिदिनु होला। नमस्कार, म भाग्य नेउपाने। मेरो क्यामेरा अलिकति पर गर, मैले उहाँलाई भेट्न आएको छु। यो भिडियो चाहिँ नेपाली भाषा बुझ्ने संसारभर बस्नुभएका सबै नेपाली एकैछिन हेरिदिनु होला। म 10 औँला जोडेर यहाँहरूलाई अनुरोध गर्छु। जब मेरो जन्म भयो, मेरी आमाले मलाई देखेर तर्सिनु भयो र पर लगेर एउटा पिरामा राखिदिनु भयो। सायद म बाँच्दिनँ होला भनेर आमाले त्यसो गर्नुभयो होला। पछि गाउँलेहरू आए, त्यस पछाडि मलाई घरमा राखियो। त्यसरी नै म जन्मिएर यो पृथ्वीमा आज 27 वर्ष कटाएँ। तपाईँ हाम्रो जन्म हुँदा घरका बुवा आमा परिवार आफन्त गाउँ नै खुसी हुन्थे, तर उहाँको जन्म नै त्यसरी भएको रहेछ। भगवानले जन्मिएको दिनै ठगे पनि उहाँभित्र एउटा चिज चाहिँ हालेर पठाइदिनु भएको रहेछ। तपाईँ हामीले गर्न नसक्ने, तपाईँ हामीसँग नभएको कुरा उहाँसँग छ। हामी हिँड्न सक्छौँ, कुद्न सक्छौँ, दौडिन सक्छौँ, परो भने जस्तै भिडबाट पनि भागेर आफ्नो ज्यानलाई जोगाउन सक्छौँ। तर उहाँ आफूलाई हिँड्न, आफ्नो शरीर अरूभन्दा धेरै होचो हुनुहुन्छ। उहाँको जन्म नै यसरी भयो र उहाँको जीवनै अहिले नमस्कार है। मैले त बोल्दा बोल्दै नमस्कारै बिर्सेछु सबैजना। ल आउनुहोस् त, हजुरको नाम? मेरो नाम भक्त कुमार विश्वकर्मा। भक्त कुमार विश्वकर्मा है। तपाईँको यो हाइट चाहिँ कति छ यसरी नाप्दा चाहिँ? खोइ अहिलेसम्म चाहिँ नापेको छैन। 3 फिट भन्दा पनि तलै हुनुहुन्छ होला है? हजुर हजुर। अनि हाम्रो भिडियोहरू हेर्नुहुन्थ्यो? एकदम धेरै हेर्थेँ नि सर। म तपाईँलाई यहाँ राखेर नि हजुर